कटर टिप्नु स्टार्ट भयो हाम्रो यहाँ चढ्दैछ राजमाहरू त्यो त साह्रै सानो होला भयो नि त त्यो त पाक्दैन है लात्ताले गर्नु हुँदैन हो आसला मैले चाहिँ के पक्रिनु भयो पो म त्यहाँ बस्नु खेतमा टाउकोबाट रडला है त्यो त साह्रै सानो होला भयो नि त ए यसरी खाइँदैछ बुबुले गयो त्यो हे गाइज गुड आफ्टरनुन वेलकम ब्याक विशाजी ब्लग आज तपाईँ सन्जय हुनुहुन्छ होला म सन्जय आरामै नै छु सो आजको ब्लग घरबाट भइरहेको छ आफ्टरनुनमा किनभने यताउता के काम गर्दाखेरि मैले बिजी भएको गर्दाखेरि भ्लग गर्नु नि हेर्नुहोस् होला मैले चाहिँ के पक्रिनु भयो पो म त्यहाँ बस्नु खेतमा टाउकोबाट रड्दै हुन्छ त सानो सानोमा अलिक ठुल्ठुलो हुन्छ होला है म बेसी लाँदैन एक बरामा लान्छु नि ओ बु बिस्तारै चढ्ने
यसले गर्दा अन्त ठडै हुन्छ नि हौ आम्मा यस्तो दामी दामी छ कि खानु टेस्टी छ सानो भयो भने छोडे पो भाँचेको गर्नु नि त्यहाँ मजा हाँस्दैन नि हौ त्यो त हुँदैन हौ बु गयो त्यो त पायो हो बोट्न पाएको सुन्छु त्यहाँ त छैन होला बु सानो सुने त यस्तो डल्लो ड्राई खाँदैको नि हात यस्तो हो सानो डल्लो हाँसेन नि छोडेको अम्बो कहिले सक्छ यो त निकै टाइम लाग्छ नि तर सक्नु म ठिक्कै टाइममा आएछु है त्यो त हुन्छ हजुर क्याचिङ गर्नु सक्छु कि पक्रिनु अन्त भुइँमा फ्याँक्नु मिल्दैन टिपाइ हुँदा चाहिँ हाम्रो चाहिँ 80 टिपी सकिसक्यो है यहाँ आज दिने यसरी फ्याँक्दैछ बुबुले गयो त्यो ल थ्याङ्क यू झर्दैछ नि है एक्सपर्टाइज भइसकेको छ नि रुखमा चढ्नु त अन्त हेर्नु आम्बो ल थ्याङ्क यू सो मच यति भए पनि टिपेकोमा अब प्याक चेक गरेर लगिन्छ म छु ल बाई यति भयो मेरो सक्छ क्या लानु एउटा झन्डै लड्यो ल लाग्यो ल पानी ठिकै पऱ्यो भेट्दै गरौँ 7 छैन 5 कति छौ चाहिँ म यहाँ बसिरहेको छु एकदम बेसी पानी पऱ्यो नि त यहाँ बाटोमा बसिरहेको छु टोटो बेसी चोप लाग्यो हातैभरि यस्तो घाम लागिरहेको त एकैछिन पानी पऱ्यो नि त गाइस बिजोक भएर यहाँ बसिरहेको छु वेङ साइडमा कति बेला पानी रहन्छ र निकै भिज्छ नि त उकालोमा बस्ने जग्गा थिएन यहाँ चाहिँ बल्ल बस्ने जग्गा पाएर बसिरहेको छु सो के हुन्छ है अहिले भन्छु है त गाइस भन्ने चाहिँ पानी पनि रह्यो गाइस म चाहिँ घर लागेको पानी निकै कम्ती भयो नि त अब चाहिँ घर जान्छु म एकछिन घरमा गएर भेटौँ न गाइस अहिले भन्छ घरले पुगेँ यस्तो बिघ्न चोप लाग्यो नि त है हाफ प्यान्टमा पनि लागेछ सर्टमा यहाँ यस्तो गोजीमा स्कुटीको सिटभरि चोप लागेछ नि त थ्याङ्क यू सो मच है बुबुलाई यसले यस्तो बिजो गरेँ कि पस्नु पऱ्यो नि निकै डिलिट भयो तर पनि केही छैन है घर आइपुगेँ अब घरमा आएर फेरि खाना बनाउनु पर्छ नि पकाउनु पर्ने छ घरमा त आइपुगेँ अब खाना बनाउनु पर्छ किनभने मम्मीको पानी खेल्नु भएको छैन नि त है यस्तो बेसी घाउरिएको छ हात खुट्टामा डक्टरले पनि एकदम बेसी पानी नखेल्नु साबुन युज नगर्नु भनेको छ नि त मम्मीलाई त्यो सबै त्यो भएर म आफै काम गर्नु पर्दैछ त्यसै गाई चाहिँ छोरी छैन घरमा सबै मै गर्नुपर्छ फिलहाल चाहिँ अब के गर्नु भने चाहिँ गाइस अब भने चाहिँ फोन चार्ज गर्छु अनि खाना बनाउँछु मेरोमा जे छ त्यही देखाउनु पऱ्यो नि त है म जे गर्छु त्यो अब मैले देखाउनु पऱ्यो कति अब देखाउटी त गर्नु भएन नि त है म जस्तो यस्तो घरमा बस्छु कसैले भन्दा त बाहिर भ्लग गर्दैन खालि घर अब अहिले यस्तै छ नि त होइन अब बाहिर जान सक्दैन चाहियो त्यसको लागि यस्तो अब बिस्तारै गर्नु पऱ्यो नि त अहिले भन्ने चाहिँ एकदम